एउटा यस्तो ठाउँ जसलाई धरतीको सबैभन्दा रहस्यमय ठाउँ मानिन्छ। एक यस्तो ठाउँ जसको बारेमा भनिन्छ कि यहाँ एलियन्सहरू पाइन्छ। एक यस्तो ठाउँ जसको बारेमा अनेकौं यस्तो प्रचलित धारणाहरू छन् कि जुन वर्षौंदेखि हामीलाई डराइरहेको छ। एक यस्तो ठाउँ जसमा हुने आश्चर्यजनक घटनाहरू बुझ्नका लागि वैज्ञानिक अथवा थ्योरी बुकले छुट्टा-छुट्टै प्रिन्सिपलहरू बताउँछ। तर त्यस ठाउँमा वास्तवमै के छ जुन ठाउँ यस धरतीको सबैभन्दा भयानक ठाउँ भनेर चिनिन्छ? यसको बारेमा आजसम्म पनि केही पत्ता लगाउन सकिएको छैन। आज हामी यसको बारेमा केही कुराहरू जान्ने प्रयास गर्नेछौँ। यो यस्तो ठाउँ हो जहाँ ठुला जहाजहरू बेपत्ता हुन्छन्। साथै यो यस्तो ठाउँ हो जहाँ उडिरहेको जहाजहरू आकाशबाट नै हराउँछ। इतिहासमा यस ठाउँमा थुप्रै पानीजहाजहरू, प्लेनहरू हराएका छन् र यसको कुनै पनि प्रमाण छैन कि उक्त जहाज कहाँ हरायो। आकाशमा उडिरहेको प्लेन आफै अनियन्त्रित भई गायब हुन्छ। यस्तो भयानक ठाउँलाई बर्मुडा ट्रायंगलको नामले चिनिन्छ। समुद्रमा एक सफा मौसम छ। एक जहाजमा बसेर चिसो हावामा बस्नु कति रमाइलो हुन्छ। त्यो पल अब मान्नुहोस् कि तपाईँ समुद्रमा जहाजमा बसेर यात्रा गर्दै हुनुहुन्छ। मौसम एकदम सफा छ र पानी शान्त छ। टाढासम्म पनि कुनै बादल देखिएको छैन। तपाईँको रेडियो राम्रोसँग काम गरिरहेको छ। तपाईँको कम्पासले तपाईँलाई सही बाटो देखाइरहेको छ। तपाईँ बसी उत्कृष्ट सङ्गीतको मनोरञ्जन लिइराख्नु भएको छ। तर अचानक आकाशमा कालो बादलले भरिन्छ। चारैतर्फ अँध्यारो छाउँछ। अघिसम्म शान्त भइरहेको समुद्रको छाल स्वरूप परिवर्तन गर्छ र अवस्था भयानक हुन्छ। अघिसम्म ठिक तरिकाले काम गरिरहेको तपाईँको रेडियो पनि अब काम गर्न छोड्छ र तपाईँको कम्पास कुनै पनि दिशा देखाउन बन्द हुन्छ। कम्पास लगातार घुम्न थाल्छ। जब पनि यस्तो सिचुएसन आउँछ तब बुझ्नुहोस् कि तपाईँ बर्मुडा ट्रायंगलमा हुनुहुन्छ। अहिलेसम्मको प्रचलित कहानी हामी यसलाई कहानी भन्न सकिँदैन, किनकि यो घटना हो जसमा कयौं ठुला जहाजहरू खतम भएका छन्। हजारौंको सङ्ख्यामा एरोप्लेन कहिल्यै फर्किएनन्। यस बर्मुडा ट्रायंगलको माथिबाट उड्ने पाइलटहरूको भनाइ मान्ने हो भने यस क्षेत्रमा इलेक्ट्रोम्याग्नेटिक धेरै छ, जसको कारण नेभिगेसन डिस्टर्सन पैदा हुन्छ। त्यही यस क्षेत्रमा पानी जहाज चलाउने चालकको कुरा मान्ने हो भने यस क्षेत्रमा जहाज पुग्ने बित्तिकै कम्पासले दिशा देखाउन बन्द हुन्छ र कम्पास चारै दिशा घुम्छ। यतिसम्म कि यहाँ रेडियो पनि काम गर्न बन्द हुन्छ। घटना जुनसुकै होस्, तर कारण एकमात्र बर्मुडा ट्रायंगल हो। हुनसक्छ कि हामी यो सब घटनालाई नकारेर सबै कल्पना मात्र भरौँ, तर एउटा कुरा जसलाई नकार्न सकिँदैन, जुन साँचो हो, त्यो यो हो कि यहाँ चाहे जे पनि भयो, हजारौंको सङ्ख्यामा जनधनको क्षति भएको छ। वास्तवमा बर्मुडा ट्रायंगलमा यो सब किन भइरहेको छ, यसको पत्ता लगाउनको लागि हामी कयौं स्तरमा परीक्षण गर्ने प्रयास गर्नेछौँ। बर्मुडा ट्रायंगल नर्थ एटलान्टिकमा प्रसिद्ध एक इलाका हो जुन हजारौं चिजलाई निल्छ, जसलाई धरतीको ब्ल्याक होल पनि भनिन्छ। यो फ्लोरिडाको मियामीबाट हजारौं माइलको दूरीमा स्थित पोर्टोरिकोदेखि मियामीदेखि 1000 माइल टाढा बर्मुडासम्म फैलिएको छ। जब यसलाई हेरिन्छ त यो एक इक्विलेटरल ट्रायंगल जस्तो देखिन्छ, जसको सबै दिशा बराबर हुन्छ। जहाँ पोर्टोरिकोबाट मियामीसम्म हजारौं माइल दूरी छ, त मियामीबाट बर्मुडासम्मको दूरी जम्मा 1000 माइलको छ। बर्मुडाको कारण र इक्विलेटर ट्रायंगल बनेको कारणले यस ठाउँलाई बर्मुडा ट्रायंगल भनिएको हो। नर्थ एटलान्टिक समुद्रमा यसले 5 लाख वर्ग किलोमिटर जति कभर गरेको छ। यो त्यही इलाका हो जहाँ समुद्रको सबैभन्दा बढी ट्राफिक हुन्छ। बर्मुडा ट्रायंगलको सबैभन्दा पहिलो लिखित इतिहास कोलम्बसले अमेरिका यात्रा गर्ने बेला लेखेको पाइन्छ। कोलम्बसको मृत्युको 600 वर्षपछि पनि यस च्यानलमा हजारौं यस्तो घटना भइरहेको छ, जसले यसलाई भयानक बनाएको छ। कोलम्बसको मृत्युको 600 वर्षपछि पनि कयौंले यसलाई छुट्टै कहानी बनाएका छन्। जस्तो कि एक कहानी यो हो कि यहाँ एक रहस्यमय विशाल जलपरी छिन्, जसले आकाशमा उड्ने प्लेन कुनै निशान नछोडी निल्छिन्। आखिर यसको सच्चाइको कुरा गर्ने हो भने त आज पनि यस दुनियाँमा कयौं मानिसहरूले बर्मुडा ट्रायंगलको बारेमा केही कुरा जानेको छैनन्। तर यसको बारेमा जसले थाहा पाएको छ, उनीहरूमध्ये धेरैले त यसलाई झुटो भन्ने गर्छन्। यस्तो पनि भन्ने गर्छन् कि यस्तो रहस्यमय ठाउँ यस धरतीमा हुनै सक्दैन। बर्मुडा ट्रायंगलको बारेमा लेखकहरू भन्छन् यस ठाउँमा केही न केही हुनुपर्छ, जसले यसलाई भयानक बनाइरहेको छ। यसलाई बर्मुडा ट्रायंगल यो कारणले पनि भनिन्छ कि खराब मौसमको सुरुवात यही बर्मुडा ट्रायंगलबाट सुरु हुन्छ। बर्मुडामा बर्मुडा ट्रायंगल अन्डरवाटर एक्सप्लोरेसन इन्स्टिट्युट म्युजियम पनि बनेको छ, जहाँ बर्मुडा ट्रायंगलबाट गायब भएको चिजहरूको एक डिजिटल म्युजियम छ। यहाँ यी सबै चिजहरूको डिजिटल तरिकाबाट जानकारी दिएको छ। यस म्युजियममा गएपछि थाहा हुन्छ कि जोसेफ स्लोकुम नामको एक साहसी यात्री थिए, जो यस बर्मुडा ट्रायंगलमा हराएका थिए। जोसेफ स्लोकुम एक साहसी नागरिक थिए जो एक्लै जहाज लिएर
पुरै दुनियाँ घुम्न निस्किएका थिए। पुरै दुनियाँको समुद्रको खराब मौसमसँग लड्दै उनी बर्मुडा ट्रायङ्गलमा पुगे। त्यहाँ आएर उनको कहानी सकियो। कसैलाई पनि थाहा छैन कि उनी र उनको जहाज कहाँ गयो। ठिक यसै तरिकाले युएसएस साइक्लोप सन् 1918मा आफ्नो 306 यात्रीसँग बर्मुडा ट्रायङ्गलमा हराए, जसको आजसम्म पनि कुनै पत्ता लगाउन सकिएको छैन। र सन् 1945मा अमेरिकी एयरफोर्सको सम्पूर्ण प्लेन यस बर्मुडा ट्रायङ्गलबाट गायब भएको थियो। यसको कारण के हुन सक्ला, हजुरहरूको विचार कमेन्टमा राख्नुहोस्। साथै यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गरेर हामीसँग जोडिन सक्नुहुन्छ। धन्यवाद।